नमस्कार, आज मैले स्टिम फिसको रेसिपी लिएर आएकी छु। यसको लागि मैले यहाँ पम्फ्रेट फिस लिएकी छु। हजुरहरूले अरू फिस पनि लिन सक्नुहुन्छ। सबैभन्दा पहिला मैले यो माछालाई राम्रोसँग धुनेछु। यसरी मैले यो पानीले राम्रोसँग यसलाई भित्र बाहिर राम्रोसँग यसलाई धुनुपर्छ। यो माछालाई मैले राम्रोसँग धोइसकेँ। अब यो माछालाई चाहिँ यो बिचमा चिरा पार्नुपर्छ। यसरी चिरा पार्यो भने राम्रोसँग पाक्छ र मसलाहरू पनि राम्रोसँग पस्छ। यो दुवैतर्फ चिरा पार्नुपर्छ। मैले यो माछामा दुवैतर्फ चिरा पारिसकेँ। अब यसमा चाहिँ थोरै नुन र कागती यसमा मलेर यसलाई 10 मिनेट जति राख्नेछु। अब मैले यो माछा स्टिम गर्नको लागि मसला तयार पार्दैछु। त्यसको लागि मैले यहाँ 4वटा हरियो खुर्सानी, हाफ टिस्पुन जिराको धुलो र मस्टर्ड पाउडर हाफ टिस्पुन, स्वादअनुसार नुन, सानो खाली एउटा अनियन, त्यसपछि 1 मुट्ठी पुदिना, 2 मुट्ठी यो धनियाको पात र 2टा मिडियम साइजको टमाटर, 4-5 वटा लसुन र 1 इन्ची जति अदुवा, एउटा मैले यहाँ कागती लिएकी छु। अब मैले यहाँ मिक्सरमा धनियाको पत्ता त्यसै गरेर पुदिनाको पत्ता पनि मैले यसमा राखेँ। त्यसपछि प्याजलाई पनि मैले यसमा राखेँ। यसै गरेर टमाटर, अदुवा, लसुन पनि यसमै राखेँ। हरियो खुर्सानी र जिराको धुलोलाई पनि राखेँ। त्यसपछि नुन र मस्टर्ड पाउडरलाई पनि यसमै राखेर अब यसलाई राम्रोसँग यो पिस्नुपर्छ। यो राम्रोसँग ब्लेन्ड भइसकेको छ। अब यसलाई चाहिँ एउटा भाँडामा खनाएर यसमा कागती निचोड्ने। यसरी निचोडिसकेपछि यसलाई राम्रोसँग मिक्स गर्ने। अब यो पेस्टलाई चाहिँ माछामा लगाउने। यसरी यो पेस्ट चाहिँ यो माछामा माथि र यो चिरा परेको भागमा राम्रोसँग लगाइदिने। यसरी यसलाई चिरा भएको भागमा राम्रोसँग यसलाई सबै ठाउँमा लगाउनुपर्छ। यो चिरा भएको भागमा सबै ठाउँमा लगाइसकेपछि माथिपट्टि पनि यसरी लगाइदिने। यसरी लगाइसकेपछि यसलाई पल्टाएर पनि लगाउनुपर्छ। पल्टाएर पनि यसमा यो चिरा भएको भागमा लगाउने र अनि माथि पनि लगाइदिने। भित्र पनि यसको भित्र पनि यो लगाउने यो मसलाहरू सबै। यसरी यो मसला यसरी राम्रोसँग लगायो भने चाहिँ एकदमै मिठो स्वाद आउँछ, भित्र पस्छ यो मसलाहरू। यसरी मैले यो सबैतिर लगाएँ, भित्र बाहिर
माथि सबैतिर लगाइसकेपछि अब यो चाहिँ स्टिम गर्नलाई रेडी भइसकेको छ। मैले चाहिँ यहाँ यो पानी चाहिँ पहिले नै यो बोइल गरिसकेकी छु यो मोमो पकाउने भाँडामा। अब यसलाई चाहिँ मैले अब बोइल गर्दैछु यसरी प्लेटमा राखेर यसलाई यसमा राख्ने र यो 15-20 मिनट जति यसलाई स्टिम गर्ने। 15-20 मिनट भइसकेको छ। अब यसलाई खोलेर हेर्दैछु। हेर्नुहोस् त यो एकदमै राम्रोसँग पाकिसकेको छ। अब यसलाई निकाल्ने। मैले यहाँ यो माछामाथि मैले यो कागतीको स्लाइस र टमाटरको स्लाइस गरेर माथिबाट गार्निस गरेकी छु र धनियाँको पातलाई पनि माथिबाट यसरी गार्निस गरेर मैले यो स्टिम फिस चाहिँ सर्भ गरेकी छु।